चाहिँ म घरमा नि अब घरमा नभए मौका चाहिँ म मजाले यसो चाहिँ टिपिदिन्छु होइन यसरी हेलो छोडिन खाने हो मैले आज मिवा चोरी होइन मेरो फल चाहिँ मैले पाइसकेको छु होइन अनि नमस्ते सबैजनालाई के छ सबैलाई मेरो नयाँ ब्लगमा स्वागत छ म चाहिँ अब पुरानै जस्तै चाहिँ म चाहिँ आज यतातिर यस्तो ग्वालामा आइरहेको छु ग्वाला आइसकेपछि अब हामी एकछिन यतातिर बाख्रा हेर्नुपर्ने हुन्छ हाम्रो बाख्रा यतातिर आइरहेछन् म चाहिँ अब बाख्रा पनि हेर्ने हो होइन अनि बाख्रा हेरेपछि फेरि वरपर के छन् होइन यसो चाहिँ मलाई आँखा डुल्नु पर्ने हुन्छ क्या यसरी आँखा डुल्नु पर्ने हुन्छ होइन यसरी आँखा डुलाएको फेरि मेरो एउटा केमा नजर पऱ्यो कि अलिअलि यहाँ मुलासुला फल्याएर छन् कि यस्तो चिज अब म चाहिँ हेर्छु होइन यहाँ मुलासुला फल्याएछन् मुला फलेपछि म चाहिँ अब मुला यहाँ चोर्न पर्ने हुन्छ कि मैले होइन यो बारीमा चाहिँ मैले मुला खोजेँ होइन अब मुला चाहिँ रोइन सकेँ अब मुला नभएपछि के खाने त भन्ने चाहिँ अब मेरोमा क्वेसन भयो म ग्वाला आइरहेको थिएँ होइन ग्वाला चाहिँ यसो बसिरहेको फेरि मैले यो मिवामा मेरो नजर गइरहेको छ कि यो मिवा मेरो नजर गइरहेको छ होइन मलाई चाहिँ पाकेको छ कि जस्तो मलाई शङ्का पनि छ नि ओ अहिले पाकेको छ कि यार यो घरको म साउनीलाई हेर्छु नि अब साउनीहरू भइदिएपछि अब म चाहिँ अब सोधेर खान्छु अब भएन भनेपछि म चोरेर नि खाइदिन्छु कि हेलो घरबेट साउनी ओहो नि ल म चाहिँ यहाँ हेर्न आएको के नि यतातिर हेर्न आएपछि यो भित्र म यसरी हेर्न आएर फेरि यहाँ ताला लागेको रहेछ कि यतातिर ताला लागेको छ यतातिर हेऱ्यो होइन यतातिर ताला लागेको छ मतलब घरमा कोही छैनन् कि नि घरमा कोही छैनन् भनेपछि साउनीहरूले सोध्न पर्ने हुन्छ नि सोध्दै नसोचे मैले उ त्यो त्यहाँ भएको मेवा चाहिँ म अब टिपेर खानुपर्ने हुन्छ नि अब गाउँको मान्छेलाई म चाहिँ अहिले निम्तो गर्नुपर्ने हुन्छ क्या कोहीले मेवा खानुहुन्छ कि खानु न आन्टी मेवा खानुहुन्छ हेलो आन्टी खाने फुबै मेवा खाने ल अब चाहिँ सबैले चाहिँ निम्तो गऱ्यो होइन मेवा चाहिँ खाने कुरा हो ओ भाइ ल हेर मेरो एउटा नयाँ भिडियो बनिरहेको छ भिडियोमा हेलो हाई गर ल मेरो हाम्रो चाहिँ यो भाइ हो होइन के छ चक्कु छ चक्कु तरकारी काट्ने चक्कु म त्यहाँको मेवा खान लाग्छु त्यताको त्यहाँको मेवा खान लाग्छु ए पाके छ अलिअलि पाके छ जा लिएर चक्कु लिएर आइज खुर्पा सुर्पा जे छ लिएर आइज अब यसले चाहिँ यहाँ खुर्पा छ भनिरहेको छ नि अब म चाहिँ अब त्यो खुर्पा सुर्पा चाहिँ अब यसो लिएर आउनु पर्ने कुरा हुन्छ काटेर च्याक्क साउनी छैनन् कि साउनी नभए मौकामा चाहिँ होइन यसो मेवा सिवा फेरि च्याक्ट चुक्टोसँग अब काटेर खाइदिइहाल्ने कि पहिला चाहिँ अब मेवा चोर्छु कि म यतातिर ए हाम्रो यहाँ सोल्टी छ ओ सोल्टी मेवा खान्छस् ओइ मेवा खानुहोस् भन् खानुहोस् अब यसले चाहिँ नखाने विचार गरे जस्तो लागिरहेको नि के खानेनस् यो सायद यसले खान्न होला साउनी चाहिँ उतातिर घरमा छैनन् नि अब घरमा नभए मौका चाहिँ म चाहिँ यसलाई यसरी चाहिँ टिपिदिन्छु होइन यसरी चाहिँ मेवा चाहिँ टिपिसकेँ अब हेरौँ होइन यो मलाई जहाँसम्म लागेछ पाकेको छ कि जस्तो पनि लागेको छ होइन तर पाकेको छ कि पाकेको छैन त मलाई थाहा छैन नि ओ भाइ पानी छ जा एक बोतल पानी लिएर आइज त्यो मेवा चाहिँ अब सुरुमा पखाल्ने हो कि यहाँ त एउटा ठाउँ छ होइन त्यसमा चाहिँ अब मैले चाहिँ अब मेवासँग पखाल्न पर्ने हुन्छ क्या र मेवा यो छ होइन म चाहिँ यस्तो जाँइ साइमा ट्याक्क बसिदिरहेको छु होइन अब यो चाहिँ मैले मेवा पखाल्नु पर्ने हुन्छ पखालेर काट्नु पर्ने हुन्छ बगालले पाकेको छैन भनेर भन्दै नि उतातिर तल उता पाकेको छैन भनेर भन्नुहुन्थ्यो तर पाकेको छ कि मेवा नपाक्यो भने काँचो मेवा चाहिँ खुवाइदिने हो होइन साउनी हात काटो क्या रेडी भयो लगाइज हाम्रो चाहिँ होइन यतातिर चाहिँ यो मेवा चाहिँ रेडी भइसकेको छ हामीले चाहिँ अब यो अघि चोरिया मेवा आयो नि उतातिर एउटा घरकी साउजी हुनुहुन्छ नि साउनीहरू नभए मौकामा चाहिँ नि मैले यसो यो मेवा सिवा चाहिँ अब चोरेर काटिसकेको छु होइन यहाँ हाम्रो गाउँको भाइ छ होइन त्यो भाइको चाहिँ अब हँसी मागेर चाहिँ के मेवा रेडी पारिसकेको छु यो मेवा त भित्र कतिजना छौ किन लैजाऊ अनि यो टिपेर लैजा कि कतिजना छौ लैजाऊ तिनजना अलिक ठुलो लैजा न सानो के लैजान्छ यार बस ल खास राम्रोसँग खास है अहिले थाले एकछिन पनि ल्याइन्छु है म ल अब म चाहिँ होइन खै कहाँ गयो यार बगा हामी चाहिँ यो मेवा के हितिनक मेवा थियो नि हामीले यो चाहिँ अब यसो मेवासिया चाहिँ अब चोरेर चाहिँ दिइसक्यौँ कि यता घरको साउनी कि यता घरको साउनी चाहिँ हुनु नथ्यो होइन अनि त्यही मौकामा चाहिँ के मैले यसो यो मेवासिया नि त्यहाँको नभए यसो आँखा छलेर कि टिपेर ल्याऊँ होइन ए फुबै यी चोर्याएको मेवा टक्क घरमा घरबेटी नभए मौकामा टक्क यसो मेवासिवा यी हेर्नुहोस् ल होइन थाल अहिले 7 जनवरी लगिनुहुन्छ क्या धेरैलाई म राखिदिनु ल के सक्नु न तपाईँले ल अब यहाँ हाम्रो बोइले चाहिँ यहाँ हाम्रो बोइ हुनुहुन्छ नि यहाँ बोइल चाहिँ चपाउन सक्दैन भनेर चाहिँ अब मेरो मियाल चाहिँ रिजेक्ट हानिदिनु भएको छ नि
पकाउनुको पकायो पकाउनु मैले ल फुइ मिया खाएर टेस्ट गरेर भनिदिनुहोस् कसो मोलो कति पाखा छ है कति प्याल हो नि पायो अब घरभित्र कोही नमाग्नु नि काँचो मिया चाहिँ अस्ति चोर खायो नि त्यहाँ माथि आन्टीले लगिदिन्छु नि ल खाएर यतातिर भन्नुहोस् कस्तो भयो कस्तो लाग्यो कस्तो ए मिठो छ पाएको छैन पाएको छैन त्यही पनि मिठो छ अरे होइन यस्तो मिठो छ यो मिया नि पुरा यहाँ घरबेसन नभएको नि घरबेसनले यस्तो सूचना के दिन्छु भनेपछि घरबेसन चबुलको चाहिँ आज मिया चोरी भएको हो कि अर्कोचोटि चाहिँ त्यो मियालाई तपाईँ घर चाहिँ छोड्नु हुन्न है आज मैले चोरेँ भोलिको दिन अर्को मान्छे चोर्न सक्छ होइन त्योबाट मिया चाहिँ एकदम जोगाड राख्नु होइन अब सोल्टी खाने हो हाम्रो सोल्टी छ होइन खाने खाना खा 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 हेलो ल वा हाम्रो सोल्टी पनि खाइदो के ल के खा यो दिन न ए खाला भने हामीसँग यस्तो माया गरेर मिया दिएको नि मिया खाने यार मिया नखाने यार हाम्रो सोल्टी नखान्छ कि अब सोल्टी न खाने हो वाह हाम्रो सोल्टी नाला खाइयो सोल्टिनीले होइन मिया खाइदिनु के सोल्टी न तपाईँले होइन सुन्नु यो दिन्न तपाईँले मिया खानुभयो धेरै राम्रो भयो बुझ्नुभयो के हो म त सोल्टी नाला लाठी बजाइदिउँ न कहाँ थिएँ होइन खोइ खाने हो खायो यस्तो तर मैले मेरो बट्टा चाहिँ यसलाई दिएँ होइन यो कोलिनी भनेपछि मेन बाख्रो हो कि होइन मैले यसलाई दिएँ होइन ऐना हेर कति हिरोइन देखाएछिस् ऐना हेर ऐना हिरोइन हेर हिरोइन जस्तो यसलाई दिएँ होइन मैले फेरि हेर्ने होइन मैले चाहिँ अब होइन यो मैले मेरो बट्टा भने के मेरो मैले चाहिँ यसलाई दिएँ होइन मेरो बट्टा भने के मैले नखाई अब मिया सकिएको होइन अब चोर्न पर्ने पनि केही छैन केही छ र वरपर म चाहिँ यस्तरी हेर्छु कि वरपर नि यस्तरी हेर्छु कि सर हेर्छु होइन तर केही पनि छैन कि चोर जस्तो नि अघि न के पुरा मिया चोर खान लागेको होइन मैले चाहिँ अब उहाँ उसमा गएर चाहिँ कि त्यहाँ त्यो ठाउँमा गएर चाहिँ मैले अनि मिया छोरी काट्दै यहाँ हात काटेछ कि यार यो हात छ नि यता हात काटेछ कि यस्तो पुरै हँसेले झ्यापा हात लग्थ्यो कि बहुत दुख्यो कि यार होइन अब चोरेर खाएको फल त बहुत नमिठो हुन्छ भनेर भन्थेँ होइन तर कुरोकानी सही रहेछ कि मैले आज मिया चोरेँ होइन मेरो यसको फल चाहिँ मैले पाइसकेको छु होइन साउनी होइन मैले चाहिँ यो सजाय पाइसकेको छु अब रिसानी माप पाऊँ अब साउनी रोजे रिसाएर के चोरिँदा होइन केही हुने छैन साउनी रिसाएर केही हुने छैन मैले यसको सजाय पाइसकेको छु यसमा काटिसकेको छ मेरो हात मैले सजाय पाइसकेको छु अब अर्को पटक चाहिँ अब म अब अहिले चाहिँ काँचो मिया चोरेँ होइन अर्को चिज चाहिँ मैले भेट्नुपर्छ मैले पाकेको मिया चोर्छु कि अब मिया पछि चाहिँ हामीले चाहिँ अब आँप चोर्ने हुन्छ कि होइन आजभोलि चाहिँ अब आँपको फुल नाच्छ होइन पर यतातिर छैन कि होइन अलि राम्रोसँग फुल देखाएको छैन नत्र यो घर छ नि यो घरमा चाहिँ अब पहिला यहाँ आँपहरू झुन्थ्यो कि यो घरमा नि अब आजभोलि चाहिँ अब त्यो रुखसुख काटेको छ होइन त्यही भएर चाहिँ आँप चोर्छ अब चाहिँ हामीले आँप चोर्नु पर्ने हुन्छ नि अब आँप पछि अब लिची पनि फल्छ पछि लिची पनि चोर्नु पर्ने हुन्छ अब चाहिँ आँपको सिजन आउनु लाग्छ कि आँपको सिजनमा चाहिँ पुरै जाने होइन पुरै घरबेटीसँग लुकी चोरेर खाने कुरा हुन्छ कि आँप फेरि हो कि हामी फेरि पुरै यस्ता आँपहरू लिचीहरू होइन त्यस्तो अमिलाहरू चाहिँ हामीले जरो चोरेर खानुपर्ने हुन्छ कि होइन यो घर छ नि यो घरमा चाहिँ अमिलाहरू होइन त्यसपछि सबै चिजहरू चाहिँ यो घरमा हुन्छ क्या यो घरमा चाहिँ हामीले लुकेर चोर्नु पर्ने हुन्छ यो घरमा भन्दा पनि यो घरमा आँप छ होइन यो घरमा आँप लास्टै मिटिसक्यो नि अब यसमा फल्न पर्छ नि अलि त फुलसुल चाहिँ फुलिसकेको छ होइन तर हामीले चाहिँ पछि चोरेर खान्छौँ कि यसलाई अब अहिले चाहिँ पछि चोरेर खाने बेला फेरि होइन पुरै साथीभाइ जान्छ भने राति फेको होइन पुरै कोही नभएला हो कि राति फेको झन् अझ त्योभन्दा चाहिँ कलमी आँप भन्ने झन् यस्तो हरिब हुन्छ यस्तो हरिबसँग चोरेर खान्छौँ नि हामीले पुरै छोडिदियो हुन्छ म यसरी चाहिँ हिँडिरहेको छु होइन यस्तो सोलो पारामा नि यस्तो रमाइलो पारामा नि हाम्रो यतातिर सब बगालोहरू यतातिर ग्वाला भएका छन् कोही छैन यार यस्तो पुरै मैले चाहिँ यहाँ चाहिँ अब यो कुद्ली कोसा भेटाइरहेको छु होइन म
मैले कि म चाहिँ यो कुद्ली कोर्सा चाहिँ यसरी छिन्छु होइन तर छ त्यहाँ थोरै भनेर भन्छ नि यार कुद्ली कोर्सा यो विद्यानाश थोरै छैन त्यहाँ कुद्ली कोर्सा यार यो हो यो विद्यानाश ओए भाग जान झन् यस्तो कुद्ली कोर्सा नि ला थोरै छैन यार कुद्ली कोर्सा यो विद्यानाश थोरै छैन यार यस्तो ओहो यत्रो कुद्ली कोर्सा कि डह्रो छ म चाहिँ यसलाई कुद्ली कोर्सा चाहिँ यसरी चाहिँ खान्छु कि म चाहिँ होइन यो कुद्ली कोर्सा छ नि यो कुद्ली कोर्सा चाहिँ मैले अलि तलतिर जान्छु कि अलि तल जान्छु होइन अलि तल चाहिँ उतातिर गएर बस्छु हाम्रो अन्टिल चाहिँ मलाई तल जाऊ भन्नुभएको छ होइन अब गला आएपछि फेरि भने मान्छेको भने पनि मान्नु पर्छ क्या यार हो कि अब किनकि अब त्यो बाख्राहरूले पनि हेर्नु पऱ्यो हो कि यो बाख्राहरू नहेरी चाहिँ अहिले मैले फेरि घर घर भनिदिन्छ नि यार कम लाइनिहाल्छ नि पछाडि बगालले बहुत चोरेर खान् मैले अहिले बाख्रा साख्रा हेर्न भने नि घर घर भन्दैछन् कि ए तपाईँको छोराले त बाख्रा हेर्दैन अनि के भनेर भनिदिन्छन् कि यसरी चाहिँ म यसमा बस्छु होइन अहिले चाहिँ नि अब म चाहिँ होइन यो चाहिँ अब कुद्ली कोर्सा चाहिँ अब मैले खान पर्ने हुन्छ क्या मैले चाहिँ यो कुद्ली कोर्सा क्या मैले पुरै फोक्ने भनेको थिएँ कुद्ली कोर्सा फोक्ने चाहिँ भएन होइन म चाहिँ बगाल यति चाहिँ बाँडिदिन्छु क्या होइन आन्टी लग्नुहोस् कुद्ली कोर्सा सबै नखानु बारे मैले खाने हो मैले खान्छ नि लग्नु सोल्टिना उजान्नुहोस् ल भयो ल हाम्रो सोल्टिना चाहिँ यहाँले चाहिँ होइन मेरो कुद्ली कोर्सा चोर लाउनु भएको थियो नि मैले चाहिँ चोर्न दिइनँ कि ल पुगै लाउनुहोस् ल मैले चाहिँ अब आज गुवाला आएको नि बगालले चाहिँ अब अहिले भोक मान्लान् कि हो होइन त्यही भएर म चाहिँ नि हाम्रो अन्टीलाई अनि हाम्रो फुबैलाई होइन यतातिर हाम्रो बोई हुनुहुन्छ यहाँले चाहिँ मैले भोकै राख्दैन कि हो कि होइन भलै मैले बाख्रा नहेर पनि आफ्नो ठाउँ छ हो कि होइन बोई लाउनुहोस् चाउ चाउ ए चाउ चाउ खाने चाउ जानु छैन यो पैसा पहिले चाउचा खाने भन्नुहुन्छ नि गोजीमा 1 रुपियाँ छैन कुद्ली कोर्सा काम चलाउनुहोस् कि एउटै लागेन बाख्रा चुरो यहाँले कुद्ली कोर्सा चाहिँ होइन खान्न भन्नुहुन्थ्यो नि अनि यहाँ चाहिँ अब म चाहिँ चाउचा खान्छु भन्नुहुन्थ्यो गोजी हुनु पर्यो नि यार हो कि होइन गोजीमा चाउचो नभएपछि के खान्छ हो कि होइन लगाइस हामी चाहिँ अब यता कुद्ली कोर्सा नि खाइसक्यौँ होइन कुद्ली कोर्सा अघि न यतातिर बसेर चाहिँ होइन हाम्रो यता फुबै अनि यतातिर बोईहरू अन्टीहरू चाहिँ हामीले कुद्ली कोर्सा खाइसक्यौँ होइन अनि अब चाहिँ अब हामी घर जान लाग्छौँ कि टाइम पनि भयो कि घर जाने छिट्लेर आउनुलाई बाख्रा है छिट्लेर आउनु न यहाँ ढिला गर्ने न यिन चाहिँ मेरो भाइ हुन् होइन मेरो भाइ यिनी साथी हुन् भन्छौ हाम्रो भाइ हुन् होइन यिनी चाहिँ मेरो भाइ हुन् यार मभन्दा अग्लो छ नि यार म त यत्रो छु मेरो भाइ हुन् मभन्दा अग्लो छ नि कता लाग्छ अहिले र के छ तिमीले बिहा कहिले गर्ने हौ त्यो सबले बिहा गरिसकेर त हो त्यो यो कुरा चाहिँ सही गरे हो कि न ल लाग्यो त है भन्दा जान लाग्छु अन्त हामी चाहिँ यिनी मेरो साथी र भाइहरू होइन यिनी चाहिँ ब्यागको मसँग चाहिँ बाटोमा भेट भयो कि होइन यिनी चाहिँ यिनले पनि मेरो भिडियो सिडियो हेर्दो रहेछ नि अब म चाहिँ होइन यहाँभित्र गएर चाहिँ सुरुमा चाहिँ मैले यो थाल बुझाइदिन्छु होइन कतातिर छ हाम्रो भाइहरू अघि न मैले चोरे मेवा चाहिँ यही मेवा आयो नि यही मेवा मैले अघि चोर्याएको मेवा चाहिँ अब बाँकी चोर्ने हो कि यो मेवा अब अर्को चाहिँ ए ल थाल लगाएको मैले थाल बुझाइदिएँ नि अब यहाँ चाहिँ म सर यता जान्छु ए पछाडि मेरा ग्याङहरू यिनीहरू होइन मेरा ग्याङहरू म चाहिँ होइन यतातिर ग्वालातिर आएको नि हाम्रो यहाँ बोईले यता पछाडि यता बोई हुनुहुन्छ नि यहाँले फेरि मलाई बहुत गाली गर्नुहुन्छ तर गाली पनि मलाई भिटामिन जस्तो लाग्छ कि नि बोई हो कि होइन बोईको अरूको गाली खाँदा रिस उठ्छ नि तर मलाई यहाँ बोईको गाली खान्छ चाहिँ मलाई बहुत राम्रो लाग्छ के किनकि आफ्नो मान्छेले गाली गर्ने भने होइन त्यो गाली चाहिँ खानुपर्ने हुन्छ हामीले यहाँबाट किने यो घरबाट किनेको बाख्रा हो नि अनि त्यो बाख्रा चाहिँ घर बस्दै नबसेर नि हामीले दाम्रो लग जानुपर्ने हुन्छ कि तेल लिउन यार बहुत झ्याउ लाग्छ मलाई ए हाम्रो दुईवटा सम्पत्ति यही हो नि यो बाख्रा चाहिँ मैले लिइसकेँ छिराइ अनि बाख्रा लिएर चाहिँ अब मैले चाहिँ अब घर लग्नु पर्ने हुन्छ यसो चाहिँ म हाङ फाल्छु बस यता बाँधिदिन्छु मैले यतातिर यसमा यसरी बाँधिदिन्छु मैले बाख्रालाई ल मैले होइन यतातिर बाख्रा सारेर चाहिँ यसलाई बाख्रा चाहिँ मैले यतातिर बाँधिसकेँ अनि बाँधिसकेपछि चाहिँ लगभग आज चाहिँ मेरो लगभग दैनिक काम खतम भयो कि अनि खतम भएपछि अब चाहिँ हाम्रो दिदी बस्नु भएको छ के छ आरामै हो ठिक छ अब हेरौँ अब हाम्रो घरका बगाल के गर्ला ए यसो यी हाम्रा घरका मान्छेले यस्तो रोजगार पाएका छन् यहाँ यस्तो रमाइलो छ यहाँ मान्छेहरूले नि टक्क खनिया छन् होइन कामसाम गरेका छन् ल ठिक छ गुड काम गर्नुपर्छ है काम गर्नुपर्छ म चाहिँ होइन यो मुला छ नि म चाहिँ यसरी उपुर टेलाएर बसिदिने अहिले अब म चाहिँ दिउँसभरि गाला गरेर थाके मान्छे हो यहाँ घर बसिया मान्छे नि घर बसिया मान्छे धुन्न के म चाहिँ गाला गरेर होइन धेरै हिँडेर थाके मान्छे हो